हेलो वेलकम टु माई भ्लग स्मी सुदर्शन। हामी चाहिँ आज सिडनीबाट आएर हामी चाहिँ बटरफ्लाई छ माथि माथि क्यामेरा देखाएको छ। ल हेर्नु है, यो चाहिँ अस्ट्रेलियामा भएको पुतलीहरू हो। थाहा होइन अस्ट्रेलियामा पाइने बटरफ्लाईहरू। ल हेर्नुहोस्, यस्तो दामी दामी यस्तो दामी बच्चाहरूको लागि लुगाहरू, बटरफ्लाईमा यो बटरफ्लाई गार्डनमा। अब यहाँ चाहिँ पुरै पातहरू छन्। एउटा उडेको बटरफ्लाई त्यहाँ रहेछ होइन। बटरफ्लाई नै बटरफ्लाई, यी एउटा बटरफ्लाई नजिकबाट हेर्दाखेरि एउटा बटरफ्लाई यहाँ हुन्छ। यु कान्ट टच देम, छुन मिल्दैन रे उडिरहेको बटरफ्लाईहरू। यो चाहिँ के रहेछ, दिस वे टु द क्याटरपिलर नर्सरी ब्रिडिङ ल्याबोरेटरी। हामी चाहिँ ब्रिडिङ ल्याबोरेटरीमा जाऊँ है। ल आऊ, ब्रिडिङ ल्याबोरेटरीमा जाऊँ। यतापट्टि के छ है। यो बटरफ्लाईलाई मैले क्लोज लुक हानिदिन्छु। क्लोज लुक भनेको बटरफ्लाईको सिक्युरिटी हो। यसको क्लोज लुक है। त्यहाँ एउटा बटरफ्लाई उडिरहेको रहेछ। यो त कसैले पनि ध्यान दिएको छैन। कति राम्रो नेचुरल खै, कस्तो छ खै। साह्रै पुतलीहरू। हरियो र कालो रङको पुतलीहरू हेर्नु है, कति राम्रो, साह्रै राम्रो एरिया देखिएको छ। यो ग्राउन्ड पनि एकदमै राम्रो देखिएको छ। यो एरिया चाहिँ रेस्ट गर्नको लागि एरिया रहेछ जस्तो लाग्यो मलाई। मेनली चाहिँ तलपट्टि हो, त्यो सिधा अहिले गइरहेको बाटोमा चाहिँ त्यहाँ चाहिँ के छ भन्दाखेरि भित्रपट्टि पुतलीहरूको बटरफ्लाईको बारेमा लाइफ साइकलहरू, डिफ्रेन्ट काइन्ड अफ कसरी यसलाई रियर गर्ने के गर्ने भन्ने कुरा छ। अनि त्यहाँभित्र एउटा मान्छे हुनुहुन्छ, त्यो मान्छे चाहिँ के गर्नुभएको छ, ब्रिडिङ गरिरहनु भएको छ भन्नाले ब्रिडिङ टेक्निसियन हुनुहुन्छ होला सायद होइन, ल्याबोरेटरीको काम गरिरहनु भएको छ। प्युपा भनेको चाहिँ क्याटरपिलर होला सायद है, पढेको जति सबै बिर्सियौँ। यो पनि ओहो, यहाँ त के रहेछ यो यस्तो वाला जोन माइक्रो कहिलेबाट हो, खै कताबाट हो कि थाहा छैन यो हेरेको। यिनीहरू बटरफ्लाई नर्सरी एरिया हेर्नु त के लेखेको छ, प्लिज डु नट युज द फ्ल्यास सेटिङ अन यर क्यामेरा। फ्ल्यास सेटिङहरू चाहिँ युज खोइ फ्ल्यास सेटिङ क्यामेरा अदर त यु क्यान युज। बटरफ्लाई लाइफ साइकल हामीले पढेकै चिज हो होइन, सबै इम्पोर्टेन्ट चिज हो। सिल्क मथबाट लाइफ साइकलहरू हुन्छ। सुरुमा एग हुन्छ, एग पछि क्याटरपिलर पछि कुकुन फर्मेसन हुन्छ। कुकुन फर्मेसन चाहिँ एकदमै इम्पोर्टेन्ट फर्मेसन हो, कुकुनहरू निकाल्छन् त्यहाँबाट होइन। अनि यो मोथ भइहाल्यो, अनि यो मेटिङ भएर फेरि एग भन्छ। अब यो हेर्नु है, यहाँ हेर कुकुन फर्मेसन होला, यो सबै कुकुन फर्मेसनको फोटोहरू ल्याबोरेटरीमा। अनि मिनी बिट्सहरू, यिनीहरू अस्ट्रेलियन लिफ इन्सेक्टहरू, अनि स्पाइनी लिफ इन्सेक्ट, स्ट्रङ स्टिक इन्सेक्ट चाहिँ पपुलरली हाम्रो नेपालमा नि पाइन्छ। यो तराईतिर स्टिक इन्सेक्टहरू, कहीँ कतै चाहिँ अलि डेजर्ट टाइपतिर जे होस् स्टिक जस्तो देखिन्छ। यो दाउरो भनिन्छ, सिङ्का जस्तो देखिन्छ, तर यो स्टिक इन्सेक्ट हो। पेपरमिन्ट यिनीहरू बफर इन्टोमोलोजी हो यो सबै होइन। इन्सेक्टको बारेमा पढ्नेलाई इन्टोमोलोजीमा विज टुडे लिन्डा यिनीहरू यहाँभित्र चाहिँ पुरै के गर्नुभएको छ, फिडिङहरू गर्नुभएको छ, के गर्नुभएको छ होइन। यता क्रुजर लाइफ साइकल, युलिसिस, रेड के हो, केन्स
सायद यो मेरो भिडियो तपाईँहरूलाई इम्पोर्टेन्ट इन्फर्मेसन हुनसक्छ पढाइको सिलसिलामा। हर्कुलस मथ हामीले कता कता सुनेको हो हर्कुलस मथ भनेर। के जानु मिल्दैन र? क्वारेन्टाइन जोन अथोराइज स्टाफ भन्ने हामी जानु मिल्दो रहेछ यता। यता चाहिँ यता पनि जान मिल्दो रहेछ। यता के ब्रिडिङहरू के रहेछ त कहीँ जान मिल्ने रहेछ होइन। पुरै छोपेर नेचुरल इन्भाइरोमेन्टमा यिनीहरूले ब्रिडिङ गराएका छन्। यो बटरफ्लाईको त्यताबाट जाउँ। अब यो यता यो बटरफ्लाईलाई हेर्नु न, यो बटरफ्लाईलाई आहा यसलाई हेर्नु त कति राम्रो। अर्को ठाउँमा खिचौँ ल। माइक्रोब इपी लाइन भन्ने एडिनाइन लिभिङ भाइन। लेट्स गो। हामी जान मिल्छ र यता? ऱ्याम्प एक्सेस स्टेयर एक्सेस टु एभियरी युभी रुम इन्ट्री। We can go inside? ओहो नि भित्र अन्धकार छ कि के हो कि के हो? यो ठाउँ चाहिँ होइन अवश्य आउनुपर्ने ठाउँ रहेछ। जुन चाहिँ सबैहरूले होइन जस्तै इन्टोमोलोजिस्टहरू अनि जस्तै अब किराहरूको बारेमा स्टडी गर्नुभएको मान्छेहरू छन् नि, उहाँहरू चाहिँ अवश्य यो ठाउँ अवलोकन गर्न आउनुपर्ने रहेछ। किनभने यसमा ब्रिडिङ सम्बन्धी हामी चाहिँ आफै घुमियो, हामीले चाहिँ कुनै गाइड नलिकन घुमियो होइन। तर गाइड लिएर घुम्ने मान्छेहरूले चाहिँ यिनीहरू यहाँ लेखेको पुतलीको सेप जस्तो बनाएर त्यहाँ लेखेको चाइनिज अक्षरमा लेखेको छ, इङ्ग्लिसमा नि लेखेको छ होइन। एन्सियन्ट टाइम्समा के भएको छ भनेर त्यो सबै चिजहरू ज्ञान पाउन सकिँदो रहेछ। तर हामी हल्का जेस नेपालमा बायोलोजी साइन्सहरू 10 कक्षासम्म पढेको हिसाबले गर्दाखेरि चाहिँ राम्रै आएको छ, राम्रै जानिएको छ। ल है त हेर्दै गर्नुहोस् है त। थ्याङ्क यू। मैले पठाइदिएछु, सेभ गर्दैछु। हजुरहरूलाई मन पऱ्यो भने हेरेर पढ्दा हुन्छ। तलपट्टि पुरै ब्रिडिङ गरेको रहेछ। जाली साली लगाएर सबै छेकेको छ। अब यिनीहरू इमर्जेन्सी इभ्याकुलेसन प्लानहरूको कताबाट कसरी बाहिर निस्किने, कतै केही आगो लागि भयो भने भनेर होला होइन। ल यसरी न्युरो जसरी हुँदो रहेछ। ओहो कति राम्रो रहेछ। ल फेरिज लेट्स गो एन्ड वाच। बटरफ्लाई उडिरहेको छ होइन। थरीको बटरफ्लाईहरू। अब यो कुन स्पेसिसको बटरफ्लाई हो यो सर्च गरेर हेर्नुपर्छ। तर मैले चाहिँ यो यसरी पोस्टर खिच्दिएको छु। बटरफ्लाईहरू सम अफ द बटरफ्लाईहरू देखाउँछ है। यसको तलको साइन्टिफिक नेमहरू लेखेको छ के हो है। यतापट्टिको स्पेसिसहरूको यदि फोटो क्लियर भिडियो क्लियर आएको छ भने स्क्रिनसट लिएर हजुरहरूले हेर्न सक्नुहुन्छ एक्स्ट्रा ज्ञानको लागि। Nice stone. Butterfly.
1000 अफ स्पिसिस अफ बटरफ्लाई हुन्छ कि भेरी ब्युटिफुल ब्युटिफुल बटरफ्लाईहरू पनि हुन्छ संसारमा कति बटरफ्लाई चाहिँ डिस्कभर भएको पनि छैन होला सायद थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस इन्फर्मेटिभ भिडियोज सायद तपाईँलाई